हेलो नमस्ते सबैजनालाई। आज चाहिँ हामी बौसरा साइकल डराउँदैछ। आज हामी बौसरा वक पनि गर्दै साइकल पनि रिपेयर गर्नु पर्यो भनेर सोच्दैछु। थुप्रै भयो साइक्लिङ नगएको, साइकल त्यत्तिकै थन्किसकेको थियो होइन, राख्दा त्यही भएर मैले आज साइकल मर्मत गर्ने सोच गर्दैछु। साइकल रिपेयर गर्छु, त्यसपछि म पनि फेरि टाढाको यात्रा गर्नुपर्छ। जुडिनु होला है त हामीसँग। लौ लौ आए लिलीलाई देखेर लैलै, मिठो बोली मायाको पापा पापा बाई बाई। लिची यार, दामी लिची भन्नु। लिची कटर, यहाँ चाहिँ भुइँ कटर। ठिक छ। साइकल डराउनु सिक्दैछ छोराले, अब कुदाउनु बिस्तारै सिक्छ। साइकल नकुदाउने अरे एकैचोटि स्कुटर बाइक कुदाउने अरे सोच छुला राखेको छ केटाले। ठिकै हो, आफ्नो इच्छा हो होइन। यो टायर बनाउनु पर्ने थियो मेरो, कति चुना लाग्छ त पैसा नभएकोलाई। महिनाको 27-28 गते, आज 27-28 भयो। 27 यो बेलामा चाहिँ फर्की लाग्छ क्या। यो बेलामा पैसै हुँदैन। पैसा राम्रो लाग्छ। मेहनत मजा आएर छ भाइ, मेहनत गर्नु। मैले रहर गरेको होइन है, फेरि यसैले रहर गरेको साइकल डोराउँछु भनेर। अहिले हामी नेपाल विद्युत प्राधिकरणमा आइपुगिसक्यो। कति मिनट भएछ र 10-15 मिनटमा हामी ओह्रालो झरेको। नेपाल विद्युत प्राधिकरणको गल्लीबाट हुँदै अब नवोदय गल्लीबाट तल हुँदै निगुरो अरे नेउरी मुसा। जाउँ अब धेरै टाढाको गन्तव्य छ हाम्रो, जानुपर्छ। नवोदय +2, वे टु नवोदय +2। धेरै लामो भयो नकुदाउन सक्छ। फेरि बाइक कुदाउनु एउटा साइकल सिकेको बाइक कुदाउनु कहाँ बाइक घरमा 2टा साइकल छ रहरै त्यहाँ छ अहिले होइन। भयो पसिना देखा त भाइ। आज छोराले खतरा काम गरेछ होइन। अहिले हामी ठाउँमेलमा आएको छौँ है त, ठाउँमा आएको छौँ खाजा खाने। के खाने चाहिँ भनेको मोमो खाने होइन, पानी खाने। त के खान्छस्? चिसोहरू के खान्छस्? कोक, फेन्टा, स्प्राइट रहेछ, ह्याप्पी रहेछ। के खान्छस्? ह्याप्पी खाने ल भाइ। पानी भने पानी दिनु। चिसो एउटा ह्याप्पी पनि देऊ ल नि। पानी चाहिँ म पिउँछु ल। खोल्दै त भाइ। धन्यवाद। शीतल हो। ह्याप्पी कसरी खान्छ भाइ देखाइदियो त मान्छेहरूलाई। खोलेर खान्छ। ओ माई गड, स्यावेज हान्दै गरे।
केटाले आज हामीले के अर्डर गरेको मोमो हामी त एक प्लेट खाँदैन 1.5 प्लेट खान्छौँ होइन घर गएर खानामै खानुपर्ने छ फेरि पच्छ होला नि त खाना घर गएर खाइदे काम गरेको मान्छेले खानुपर्छ पसिना भएछ मोमो खाइन्छ अनि त्यसपछि घरतिर लागि घाम डह्रो लागिरहेछ भाइ ए दुईजनाकै फेभरेट हो ल म यो अचार हाल्छु ल मलाई झ्याप्प डिप गरेर मनपर्छ क्या चल्दै त उयो नहाल्नु यो अचार नहाल्ने मन पर्दैन यो मात्रै मनपर्छ खा भाइ म हाल्छु ल यति खायो तातो हुन्छ अगाडि फोडौँ झोलहरू सुप त्यसपछि खाना उठाएर भयो खाना खान्छ हो मैले फोड्नु नि त फोडेर चाहिँ खानु क्या अनि गममा खाँदो रहेछ त्यही कारण पर्छ त अब खाएर भेटौँला बाउ छोरा खाजा खाएर यस्तो घाममा सुकेछु पुरा हुँदैछौँ छोरा साइकल डराउँदैछ छोरा रमाइलो हुँदैछ मलाई रमाइलो हुँदैछ भन्नु त परेन के गर्नु यस्तै छ घाम मिठो घाम लागिरहेछ स्काई सप भन्ने तपाईँले सुन्नुभएको थिएन पहिला खुब त्यो स्काई सपबाट सामान फिटनेसको सामानहरू पाइन्छ स्काई सपमा आजभोलि कसरी चलाउँदैन पनि होला आजभोलि दराज छँदैछ दराजबाट सबै चाहिने कुराहरू मगाइहाल्छ मान्छेहरूले गलियो त गरेको छैनस् भाइ यस्तो हुनुपर्छ मेरो छोरो कति स्ट्रङ छ जगदम्बा पाइप हाम्रो निराक पढ्ने मन्टेश्वरी होइन यो निराक यहीँ पर्छ होइन यो निराक यहीँ त पर्छ हाम्रो मन्टेश्वरीमा ल लाग्यौँ हामी छोरा घरतिर अब हामी पृथ्वी चोक पुग्न लागेको छौँ अहिले चाहिँ पृथ्वी चोकबाट थोरै उकालो लागेपछि हाम्रो घर आइहाल्छ बाई